आफ्ना कामले गर्दा जेलमा गएका छन्, आफ्ना क्रियाकलापले गर्दा जेलमा गएका छन्। तपाईहरुले देख्नुभयो। अब यस देशमा यो 15 गते अरे यही आउने 15 गते राजालाई सिंहासनमा राख्छन् अरे, घरैमा सिंहासन बनाएर राखे। देशको राज सिंहासन भनेको गयो, गइसक्यो। अब देशको राज सिंहासनको कल्पना कस्तो दिमाग होला भने नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, काम हराइसक्यो, संविधानहरुको बनिसक्यो, संसद छ, राष्ट्रपति छ, न्यायालय छ, संविधान छ, व्यवस्था छ लोकतान्त्रिक, र हामी छौं जसले जंगलमा घुमेर जट्ठा भावी जसलाई पायो त्यसलाई समाउँदै पछाड्दै मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याँकिदिएका छौं। हामी छँदैछौं यस देशमा, फेरि राजतन्त्र ल्याउँछौं। त्यो सपना देखिरहेका छन्। 15 गते ल्याउने अरे कस्ता सपना देख्छन् नि। खैर त्यस 15 गते पछि अर्को 15 गते भन्छन् फेरि। अस्ति नै वैशाख 11 गते, वैशाख 11 गते ल्याउँछौं भने वैशाख 11 गते युवा संघ नेपालले युवाहरूले आयोजना गरे, युवा महोत्सव आयोजना गरे, खुशियाली दिवस। राजाले घुँडा टेकेको दिन वैशाख 11 गते, जनताका बलजफ्ती खोसिएका, असंवैधानिक ढंगले खोसिएका अधिकार फिर्ता दिएको दिन, संविधानमा बस्छु भनेर संसद पुनर्स्थापना गरेर कायलनामा गरेको दिनलाई युवाहरूले उत्सवको रूपमा मनाए। अनि उनीहरूले जेठ 15 लाई सारे। जेठ 15 आफ्नै ढंगले जनताले मनाउनेछन्। फेरि अर्को दिन सारे। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कोही पनि यस प्रकारका भ्रममा नपर्नु होला। मैले पनि गुरुजी गुरुजी भनेका, प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका गुरुजी ज्योतिष हेर्नुहुन्थ्यो। ज्ञानेन्द्रको कुण्डली हेर्नुभयो अरे, उहाँले राजा भइहाल्ने देख्नुभयो अरे। उहाँलाई म मेरो कुण्डली पठाइदिन्छु, मेरो पनि एकपल्ट कुण्डली हेर्नुस् अनि थाहा पाउनुहुन्छ। एउटाको कुण्डली हेरेर हुन्छ? यहाँ त थुप्रो मान्छे छन्, अरूका पनि कुण्डली हेर्नुस् न, हाम्रा कुण्डली हेर्नुस् न। हाम्रा कुण्डलीले के भन्छ? जनताको कुण्डली हेर्नुस् के भन्छ? जनताको कुण्डली हेर्नुस्, जनताका कुण्डलीले भन्छ कुनै राजतन्त्र शासनतन्त्र फर्किँदैन, प्रतिगमन यस देशमा हुन सक्दैन। एकछिन भदौ लागेपछि भ्यागुता टुहार गर्छन्, भदौ सिद्धिएपछि भ्यागुताको टुहार समाप्त। त्यसो भएर कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन। यी टुहारहरू अलिक समयका ट्यार टुर हुन्, अलिक समय पछि समाप्त हुन्छ। हामीले पहिले पनि देखेका हौं, 250 वर्ष राजतन्त्र देखेका हौं। 250 वर्षमा के भए, म त्यतापट्टि अहिले जान चाहन्छु। हामीले देखेका हौं राजतन्त्र। त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्व राजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि हामीले देखेका छौं। 3 वर्ष शासन हातमा पार्दा कानमा घुसेको कनसुत्लो जस्तो उफ्रेको उफ्रे, चिथोरेको चिथोरे। कानमा कनसुत्लो परेर त्यसले चिथोरो गरे कस्तो हुन्छ कान? सबैले अनुभव गरेका छैन होला, गर्ने कुरा पनि भए। तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नु पर्यो, 19 दिन खाली हातका जनता सडकमा उत्रनु पर्यो, र 19 दिन पछि हतियारधारी राजालाई घुँडा टेकाएको। फेरि पनि कुनै प्रकारका जनविरोधी देशद्रोही क्रियाकलापहरूको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टाहरूलाई धुलो चटाउनेछ।
हामी दावाका साथ